यहाँ भएको जति पनि इस्कुस छ नि गाइस, त्यो चाहिँ मेरो ममले रोपेकै। हाई एभ्रिवान, म सधैँ तपाईँहरूको अगाडि एनपिएम नन पेस्टिसाइड म्यानेजमेन्टसँग जोडिएको सस्टेनेबल एग्री फार्मिङ अर्ग्यानिक आइडिया एन्ड सजेसन जैविक उपाय अनि जानकारी भिडियो लिएर आउने गर्छु है। र खासै अब मैले यो इस्कुस देखाएको कारण चाहिँ यो चाहिँ मेरो ममले रोपेको हो। र चाहिँ अब किन चाहिँ यहाँ देखाएँ भन्दाखेरि यो चाहिँ मेरो घुरेनको सब्जीको नर्सरी र सब्जीको बिउको नर्सरीमा लाने ट्याङ्की है, सिन्ट्याक्स। अन्त यसबाट चाहिँ यो 3टा पाइपको कनेक्ट देख्नु हुँदैछ है। यो 3टा पाइप चाहिँ एउटा चाहिँ इन हो र यो 2टा चाहिँ आउट हो। अन्त आज चाहिँ म त्यही सब्जी खेतीको लागि त्यही चाहिँ पावर ट्रिलर चाहिँ अब यहाँ राखेको थियो नि त गाइस। अन्त त्यो मेन्टेन गर्नुको लागि चाहिँ यहाँ चाहिँ अप्ठ्यारो हुने रहेछ र चाहिँ अब त्यहाँबाट चाहिँ सारेर त्यहाँ पुऱ्याएको छ है। अन्त पुऱ्याइकन चाहिँ अब त्यहाँ काम स्टार्ट गर्दैछ हाम्रो मेकानिक दाले। अन्त यो चाहिँ मेरो बैगुन सब पुरानो बोट है आउँदैछ, तर अब यसलाई रिप्लेस गर्ने प्लान भएको छ। र है जतिको अब अरू बिजनेसतिर अब सामानहरू किन्नु पर्यो, फेर्नु पर्यो, अन्त त्यस्तै चाहिँ अब हाम्रो यो अर्ग्यानिक फार्मिङको लागि पनि अब मेसिनहरू त चलाउनै पर्ने हुन्छ है। अब यो जस्तै यो पावर टिलरहरू भयो, एकदमै जरुरी छ यिनीहरू। अन्त त्यसले गर्दाखेरि अब त्यसको पनि मेन्टेनको लागि चाहिँ अब यस्तो गियर वेलहरू किन्नुपर्ने हुँदो रहेछ है। अन्त मैले अब गियर वेल र फाइनली अहिले चाहिँ सबै पार्ट्सहरू खोलकाल पारेर, धुइधाइ पारेर, पुसपास पारेर, सफा गरेर जोडिसकेर चाहिँ अब यो गियर वेल चाहिँ लाउँदैछ है। अब त्यहाँदेखि अब अरू पनि केहरू लाउनुपर्छ है, गर्नुपर्छ र त्यहाँबाट अब स्टार्ट गर्छ होला सायद, हेरौँ। भने स्टार्टको लागि चाहिँ अब ट्रायल हुँदैछ है, हेरौँ कहाँसम्म सक्सेस हुन्छ। One, 2, 3, go! होइन बस। Thank you for the love. Thank you for watching guys.